गरिरहेछौँ भन्दाखेरि जङ्गलहरू पुरै फाड्दै सहरहरू बनाउँदैछौँ। त्यसको कारणले गर्दाखेरि पुरै पोल्युसनहरू पनि भइरहेछ। तर यहाँनिर चाहिँ के देखाएको छ भन्दाखेरि पुरै पानी आएको छ र सहरहरू पुरै डुबाइसकेको छ र जमिन भनेको यति छ, जङ्गल भनेको यति नै छ र यहाँनिर जनावरहरू पनि बस्ने अब काहीँ अवस्थै छैन। वरिपरि हेर्न सक्नुहुन्छ काहीँ जमिनहरू केही छैन, त्यही हो। अनि यहाँनिर अब हेर्न सक्नुहुन्छ यसले चाहिँ के भन्न खोज्छ भन्दाखेरि स्टप डिफोरेस्टेसन त्यस्तै भन्न खोज्छ होइन। यदि जङ्गलहरू एउटा रुखै काटौँ भने पनि एउटा रुख काटेको बदलामा हामीले 10वटा बिरुवा रोप्छौँ। यस्तै ज्ञानहरू यस्तै मोरल दिन खोजेको छ यो ड्रइङले। थ्याङ्क यू। Lama, representing my wonderful hometown, Silga Japa. Thank you. Today I'm going to tell something about life. Life is an unexpected journey full of happiness, sorrows, and some twists and turns. The meaning of life is not just to be survived. It is a mystery, therefore we should have to learn from it. भविष्यमा गएर समाजसेविकाको भूमिका निर्वाह गर्न चाहन्छु र आज म नृत्य गर्न गइरहेछु र मेरो गीतको बोल छ डम्फुमा सेलो। धन्यवाद।
And my dear friends, first of all, I would like to thank SRS Production for giving me this opportunity to introduce in front of you all. I am contestant number 12, Rojila Sivakuti, standing here to share my personal opinion on personality is far better than beauty. Beauty is the characteristic that explains person perpetual existence. We're talking about personality is that which is human behavior. As beauty fades away with time, no matter how many makeup you do, how many surgeries you do, but the time will surely come when your beauty fades away, but personality remains as same as you are. Guys, presenting my peaceful hometown, Surunga Zapa. Honorable judges, respected teachers, and my dear friends, today I am here in front of you to tell a short speech about education. As we know that education is most important, persons are responsible for the betterment of society and country. If we are educated, then it will be easy to develop our country. Help them to be a success and better person in their life. So education is
most important to all. Thank you. सर सबैभन्दा पहिले त म आजका यस हाम्रो ट्यालेन्ट राउन्डका प्रमुख अतिथि साथसाथै अन्य अतिथि अनि आज निर्णायकको भूमिका निर्वाह गर्न आउनुभएका हाम्रा गेस्टहरू हुनुहुन्छ निशान खान सर, साथमा प्रिस्का म्याम पनि हुनुहुन्छ अनि क्यामेराम्यान हाम्रो सर हुनुहुन्छ नवीन श्रीवाकोटी। सम्पूर्णलाई म धेरै धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अनि हाम्रा सम्पूर्ण कन्टेस्टेन्टहरूले आफ्नो आफ्नो ट्यालेन्ट देखाएर गइसक्नु भएको छ। एकदमै उहाँहरूको सबैको आफ्नो ठाउँमा सबैको एकदमै राम्रो ट्यालेन्ट, राम्रो कला रहेको थियो। एन्ड कसैले पनि गाली गर्नुभयो म्यामले, सरले भनेर दुःख नगराउने एउटा यस्तो स्टेज अफ लाइफमा आइसक्नु भएको छ जहाँनिर तपाईँ यो सबै कुराहरू बुझ्नुहुन्न त। हामीले किन गाली गरेको तपाईँहरूलाई तपाईँहरूकै लागि। सो कोही पनि दुःख मनाउ गरेर नजाने, सबैजनाले आज एकदमै राम्रो पर्फर्मेन्स दिनुभएको छ। त्यसरी नै फाइनलको लागि पनि प्रिपेयर हुने, अझ राम्रो राम्रो गर्दै जाने। अलरेडी धेरैजनाले इम्प्रुभ गरिसक्नु भएको छ सबैजनाले। सो त्यही हो। Dear Sada, thank you. Always standing beside me on this pitch. सबैजना एकदमै राम्रो हुनुहुन्छ, अझै राम्रो गर्दै जानु। तिमी मोडलिङ गर भनेर म त्यहाँबाट उत्साहित पनि भएँ। मलाई पनि मन लाग्थ्यो, म टिभी हेर्दै सबैजना हेर्छौँ हामी। मलाई धेरै इन्ट्रेस्ट लाग्थ्यो, लाइक म पनि केही गर्न सक्छु होला मलाई विश्वास लाग्थ्यो। र म मेरो मामु बाबुको अनुहारमा हेर्थेँ, उहाँहरूप्रति मेरो लागि विश्वासले मलाई जहिले उत्साहित गर्थ्यो कि म फ्युचरमा गएर के गर्न सक्छु। र केही दिनमा लकडाउनको समय थियो, त्यस बेला मैले थाहा पाएँ बिताउन हुन लागेको ब्लुरेज प्रोडक्सनबाट मिस्टर मिसेस स्कुल स्टार 2020 को अफर मलाई आएको थियो। र मैले धेरै सोचेँ, हामी सबैलाई थाहा नै छ। सबैजनाले एकैचोटि भन्नुहोस् न को होला? रिसा भनेर अगाडि बढ्ने हो हैन। तर कन्फिडेन्स मात्रै भए पनि हुँदैन। क्वेसन एन्सर, आई कन्ट्याक्टदेखि लिएर सर म्यामले गराउनु भएको त्यो ट्रेनिङ के सिकाउनु भएको छ सबै कुरा आफूमा गर्ने मेहनतमा भर पर्छ। ल बधाई छ हजुरलाई। थ्याङ्क यू सो मच। तपाईँहरूसँग यस्तो अनएक्सपेक्टेड ट्यालेन्टहरू छ भनेर सो आज मैले त्यो देख्न पाएँ। हाम्रो कन्टेस्टेन्टहरूसँग पनि यस्तो राम्रो अनएक्सपेक्टेड ट्यालेन्टहरू रहेछ। सो त्यो देख्दा आज एकदमै खुसी लाग्यो। र सुरताको एउटा टाइटल कुन रहेछ? मिस ट्यालेन्ट हो। ट्यालेन्ट भएर जित्नु भएको हो नि। उहाँ डिजर्भ हुनुहुन्थ्यो कि हुन्न त्यो ट्यालेन्ट हुनको लागि हो। अरूको पनि सबैको रिजल्ट छ हामीसँग। कसैलाई सोध्न मन लाग्यो भोलि पर्सिको दिनमा म सबैलाई सुनाउनेछु अथवा देखाउनेछु। आजलाई यति भन्दै यहाँको कार्यक्रम फेरि पनि अनौपचारिक कार्यक्रम यही समापन गर्न चाहन्छु। धन्यवाद।